माझीधुरा गाउँ है माझीधुरा पार्मेन्ट मिनी पहलगाम दार्जिलिङ सुकिया पोखरीको मिनी पहलगाम चाहिँ यसलाई नै भनिन्छ। हेर्नुहोस् आज यो यत्रो राति भनौँ न 5-6 बजी पनि मानिसहरूको भिडभाड चलिरहेको। एक्चुअलमा चाहिँ कहिलेदेखि चाहिँ यो प्रसिद्ध भयो? भर्खर यो भनौँ अब मोटामोटी 1 वर्ष पनि भएको छैन। पहलगाम अस्ति पहलगाममा चाहिँ आतङ्क कार्यमा जुन एउटा घटना भएको थियो त्यहाँदेखि चाहिँ यो यहाँनिर अलिकति यसको प्रचार प्रसारहरू हुन्छ। हजुर हेर्दाखेरि पनि त्यस्तो देखिन्छ। र बँदेल राति बोट क्या जङ्गली सुँगुर पनि आएर यहाँनिर जोत्ने गर्दो रहेछ। म चाहिँ यस्तो सिम धापमा चाहिँ उनीहरूले चाहिँ गन्देवाला मन पराउँछ नि त है। गोरा भनिन्छ। हजुर हो हजुर। हेलो वेलकम ब्याक टु माई च्यानल मिस्टर शेर्पा प्लान्ट्स एन्ड नेचर। आज म तपाईँहरूलाई चाहिँ हाम्रो दार्जिलिङमा अवस्थित नयाँ डिस्कभर भएको जग्गा मिनी पहलगाम अफ दार्जिलिङ देखाउन लगिरहेको छु। अहिले चाहिँ भनेदेखिलाई चाहिँ म दार्जिलिङबाट हिँडेको जस्ट अहिले यहाँनिर म घुम रेलवे स्टेसन आइपुगेँ। तपाईँहरूलाई कति टाढाबाट हेरिरहनु भएको दर्शकवृन्दलाई चाहिँ म तपाईँलाई रुट देखाउने छु। कहाँदेखि यो भयो हाम्रो दार्जिलिङको घुम रेलवे स्टेसन हो। घुम रेलवे स्टेसन आइपुग्यो हामी र घुम रेलवे स्टेसनबाट चाहिँ अब सट्टै यहाँनिर दाहिनेपट्टि देब्रेपट्टि नगर सिधा नगर चाहिँ दाहिनेपट्टि यहाँनिर सुकिया पशुपति मिरिक रोड टक्कै यहाँ सेन्ट्रल ब्याङ्कबाट टक्कै पशुपति चाहिँ तपाईँको यहाँनिर सिधा यो भएको यी रेलवे स्टेसन घुमको है सुकिया रोड लाग्नु पर्यो। अहिले हामी सुकिया रोडपट्टि जाँदैछौँ। अहिले हामी यो हो घुम खासमल ग्राम पञ्चायत अफिस। त्यहाँदेखि तपाईँ सिधै जानुहोस्। यहाँ ठुलो टर्निङ भेटाइन्छ। यहाँबाट मामनचन्दको यहाँ यो गोडाउन टक्कै गरेपछि चाहिँ तपाईँ सिधै जान सक्नुहुन्छ। सुकिया मेन रोड नछोडिकन फरेस्टको बायोडाइभर्सिटी पार्क हो यो हो। पार्किङ अभाइलेबल होइन अहिले पार्किङ पनि बनाएको छ टुरिस्टहरूलाई घुम्ने है। र यहाँनिर चाहिँ भन्छलाई चाहिँ आज बुधबारको दिन यहाँनिर चाहिँ लोकल हाट लाग्ने गर्दछ। यो राइट साइडबाट चाहिँ बिजनबारीहरू जाने गर्दछ हो। यसलाई चाहिँ चेकपोस्ट पनि भनिन्छ। यहाँबाट सिधा फेरि हामी लागौँ। ल यहाँ चाहिँ आइपुग्यौँ हामी लेप्चा जगत। लेप्चा जगत यहाँ चाहिँ होमस्टेहरूको बजार छ। यहाँ चाहिँ होमस्टेहरूले गर्दा चाहिँ एकदमै प्रचलित छ। यहाँ यो होमस्टे पनि क्रस गरेर जानु पर्यो। साथीहरू यो चाहिँ हो लेप्चा जगत पाइन ट्री भ्यू हो यो हो। यहाँ एकदम यो पार्किङहरू बनाइदिएको छ अहिले है। लेटेस्ट लेप्चा जगत पाइन ट्री भ्यू छ। र अस्तिको बर्खाले गर्दा निकै नै यहाँनिर ल्यान्डस्लाइड भएको थियो। र साथीहरू अब चाहिँ प्रायः यो मिनी पहलगाम न्यू पहलगामको माथि आइपुगेँ। र यहाँ मुनि अगाडि जुन चाहिँ पेट्रोल पम्प छ सुकिया पेट्रोल पम्प त्यसबाट लेफ्ट टर्न लिनुपर्छ।
यो मुनि देखिँदैछ जङ्गल है म अहिले तपाईँहरूलाई वृत्तान्त देखाउनेछु यहाँनिर छ पेट्रोल पम्प यो पेट्रोल पम्पको देब्रेपट्टि जुन चाहिँ यो गाडी जानु आँटेको छ बुलेरो त्यहाँबाट चाहिँ पस्ने छौँ हामी अहिले ल त साथी हो यहाँबाट चाहिँ अब यहाँ हाम्रो कलिग महेन्द्रज्यूलाई पनि भेटेँ हो हामी प्रायः सँगसँगै जस्तो रिटायर्ड भएको है अब यहाँबाट यो पेट्रोल पम्पबाट देखाएको थिएँ नि मैले यहाँबाट चाहिँ ओह्रालो झर्दैछौँ हामी माझीधुरा फाटकदेखि हामी अब पार्मेन्ट लाग्दैछौँ यो बाटो सानो बाटो भएर चाहिँ टरर ओह्रालो झर्दैछ सुखियाको पेट्रोल पम्पदेखि ओह्रालो दार्जिलिङबाट आउँदा लेफ्ट ह्यान्ड साइड अन्त सुखिया मिरिकबाट आउँदा चाहिँ राइट ह्यान्ड साइड है अन्त यहाँ चाहिँ एउटा सानो गाउँ पनि छ सानो त के निकै भरिलै गाउँ नै छ नि यहाँ त है यहाँ त कलेज पनि होइन कलेज पनि छ एउटा कुन चाहिँ कलेज सुखिया डिग्री कलेज गागा छिरिङ डुक्पा ए सुखियाको गागा छिरिङ डुक्पा कलेज डिग्री कलेज पनि छ यहाँनिर अब यहाँ चाहिँ तपाईँहरूलाई एकदम वृत्तान्तै देखाउँदै गर्दैछु माझीधुरा गाउँ है माझीधुरा पार्मेन्ट गाउँ हो गाडी चाहिँ कहाँसम्म जान्छ कुन है यहाँ आज फुटबल पनि हुँदो रहेछ यहाँ फुटबल ग्राउन्ड पनि दामी छ यहाँनिर हेर्नुहोस् पब्लिक प्ले ग्राउन्ड है अब यहाँ हाम्रो महेन्द्रज्यू र म चाहिँ अब पहलगामको एक चक्कर चाहिँ लगाइदिने हो कहाँ राखिदिउँ गाडी सिधा जाउँ न पर यो पछाडिपट्टि है ओह्रालो हाम्रो भिडियो अफिसको पनि बहुत यहाँनिर टुर्नामेन्टहरू भयो है क्रिकेटदेखि लिएर फुटबलदेखि लिएर सानोतिनो भए पनि हजुर पहिला नि देब्रेपट्टि नपसेर चाहिँ अब हामी गाउँपट्टि के ग्राउन्डपट्टि लाग्दैछौँ मिनी पहलगाम भन्छ आज आउने मौका पायो यहाँतिर राखिदिउँ है होइन हेलो नाम के अरे तिम्रो निमाङसु डुक्पा याङसम भुटिया इज रनिङ अब ठुलो यहीँ ठुलो हुने भयो तिमीहरू पहलगाममै है पुरा भिडभाड लाग्नु थालेको रहेछ अहिले त यहाँ आम्मामा छाता लु यहाँ त पुरै सुटिङ हुँदो रहेछ दर्शकवृन्द साथीहरू यहाँको लोकल नानीहरू यहाँ माझीधुरा पार्मेन्ट फरेस्ट बस्तीको मसिनो नानीहरू एकदम प्लेग्राउन्डमा खेल्दै जङ्गलमा एकदम खुसियाली मनाउँदै कराउँदै चिचाउँदै खेलिरहेछ रमाइलो लागिरहेछ एकदम दामी हेर्नुहोस् ल यो गाउँ र यो गाउँमा चाहिँ प्रायः जनसङ्ख्या चाहिँ सेलु ट्राइबहरू क्या तामाङ शेर्पाहरू प्रायः रहेको सुन्नमा पाइएको छ यहाँनिर किन भन्दाखेरि चाहिँ गुम्बा पनि अवस्थित छ यो गाउँमा है र ट्राइबल बेल्ट हो त्यही कारण नै यहाँनिर चाहिँ फरेस्ट साँझको कति 5 बज्नु आँट्यो र पनि यहाँ भिडका साथमा हुँदो रहेछ आज दिन हिजो र आज चाहिँ एकदमै दामी दिन भएकोले गर्दा चाहिँ क्या पारिसम्म लु जुन चाहिँ त्यो आतङ्कवादी हमला भएको थियो पहलगाममा है त्यो पहलगाम छोडेर चाहिँ अहिले हाम्रो यो दार्जिलिङ सुखिया रोडको पहलगाममा चाहिँ एकदम सुटिङ भइरहेछ जहिले पनि भिडका साथमा है धेरै सुटिङ हुँदैछ धेरै सुटिङ हुँदैछ राम्रो वेलकम छ वेलकम सिलगढी
ल हेर्नुहोस् यहाँ हामी रातिमा साँझको उयसमा पनि पुरै ल हाम्रो महेन्द्रज्यूले यहाँ उभिएर एकछिन केही बोल्नुहुन्छ यसको बारेमा? हजुर ल हाम्रो महेन्द्र सिन्सुरीज्यू हुनुहुन्छ हामीसँग एउटै डिपार्टमेन्टमा एक्जिक्युटिभ एसिस्टेन्ट हामीसँग यहाँ रिटायर भएको उहाँ कति महिना अगाडि म 1 वर्ष भयो 1 वर्ष अगाडि र म 2-3 महिना भयो होइन हजुर अनि उहाँ यहाँकै अब स्थानीय बासिन्दा हुनुहुन्छ होइन उहाँको यही ग्राम पञ्चायतहरू पर्थ्यो पहिला होइन घर पनि तर सुकिया बजारमै हो र यसको विषयमा चाहिँ उहाँले 1-2 शब्द राखिदिनु हुनेछ जानकारी। नमस्कार यहाँहरू च्यानल हेरेर बस्नुभएको हाम्रा श्रोतावर्गलाई र आज यहाँ हठात हाम्रो साथी एमके शेर्पासँग यहाँ माथि मास्त्रा फाटकमा भेट भयो र उहाँसँग भेट हुँदाखेरि चाहिँ उहाँले जुन एकछिन यहाँ मिनी पहलगाम नामकरण गरिएको रहेछ मास्त्रा पार्मेनमा यसो एकपल्ट दर्शन गरेर आउन भनेर उहाँ आउनुभएको थियो र हामी दुवैजना यहाँ आएको छौँ र विशेष गरेर यो जग्गाको नाम चाहिँ माछिधुरा पार्मेन भनिन्छ है, फरेस्ट भिलेज हो यो र पहिला यो जग्गाको कुनै वास्ता गरिएको थिएन र यो जग्गाको विशेष महत्त्व चाहिँ के छ भने यहाँनिर अब सिनसिनेरीहरू विशेष देखिन्छ है। अहिले तपाईँ देख्नुहुँदैछ यो धुप्पीको रुखहरू यसले माथि एकदमै यो सिनहरू यहाँ कतिपल्ट सुटिङहरू पनि भएको छ फिल्महरूको पनि है। सियाकेराम भन्ने सुटिङ पनि यहीँ भएको हो यो जग्गामै भएको सियाकेराम यही जग्गामा नै भएको र धेरै ख्याति कमाउँदैछ यो जग्गाले। यो जग्गामा भन्नुपर्दा चाहिँ अर्को विशेषता चाहिँ के छ भने यहाँ तपाईँहरूले देख्नुहुँदैछ यहाँ बिचमा एउटा यो पोखरी छ भन्नाले यो एउटा दलदल क्या यो त्यस्तो एरिया छ। यहाँ चाहिँ सेलामेन्डर पनि छ हिलमा सेलामेन्डर पनि यहाँनिर विलुप्त भइसकेको सेलामेन्डर पनि यहाँ पाइन्छ विलुप्त भइसकेको र अब त धेरै अब विन्टर अब धेरै चिसो हुनु थालिसक्यो र सायद अब यो छैन होला तर यो बर्खामा जब पानीहरू पर्छ यहाँनिर यो सेलामेन्डरहरू निस्किन्छ र यहाँनिर यसको चाहिँ कुनै अब प्रोटेक्सनहरू भएको छैन। यस्तो सुरक्षा हुनुपर्छ भन्ने यहाँ हाम्रो के अरे गाउँलेहरूको पनि एउटा डिमान्ड रहेको छ यसको संरक्षण गर्नु। हजुर एक्चुअलमा चाहिँ कहिलेदेखि चाहिँ यो प्रसिद्ध भयो? यो भर्खर यो भनौँ अब मोटामोटी 1 वर्ष पनि भएको छैन। पहलगाम अस्ति पहलगाममा चाहिँ आतङ्क कार्यमा जुन एउटा घटना घट्यो त्यहाँदेखि चाहिँ यो यहाँनिर अलिकति यसको प्रचार प्रसारहरू हुन्छ हेर्दाखेरि पनि त्यस्तै देखिन्छ। तर यहाँ चाहिँ प्रायः जस्तो जुगा क्या लिच पहिला चाहिँ जुगा चाहिँ लाग्छ हो। पहिला चाहिँ के थियो भने यहाँ घना जङ्गल हो नि त यहाँनिर र यहाँ पार्मेनमा चाहिँ के थियो भने अब गाई बस्तु पाल्ने है यहाँको जीविकाहरू त्यही नै हो पशुपालन र त्यति बेला त्यो पशुपालनहरू गर्दाखेरि गाई बस्तु त्यहाँ ग्राउन्डमै अब यसो छोडिदिन्थ्यो यता जङ्गल ग्राउन्डमा छोडिदिन्थ्यो उनीहरू अब दिनभरि यहीँ नै बसेर यहीँ खाएर यहीँ सुतेर यिनै उनीहरूले अब टट्टी पिसाबहरू गर्थ्यो। विशेष अब गाई चरनमा त्यो जुन चाहिँ अब गोबरहरू भनिन्छ गोबरहरूबाट चाहिँ यो जुगाहरू विशेष उत्पन्न हुन्छ भन्ने चाहिँ गाउँलेले भन्छ। अन्त त्यहाँबाट चाहिँ धेरै अब जुगाहरू हुन्थ्यो र अहिले फिलहाल चाहिँ अब यो मौसम अब ठन्डाको मौसम पनि हो जुगाहरू अब त्यति अब पाइँदैन र बर्खाको समयमा चाहिँ अब यो खाने जग्गै अब त्यस्तै हो चिसो जग्गा बर्खाको समयमा चाहिँ यहाँ पुरा निस्किन्छ जुगाहरू। अब आज मान्छेहरू हिँडेर धेरै गाई चरन बाख्रा चरन गर्ने जग्गा चाहिँ एकदमै जग्गामा चाहिँ त्यही माथि यहाँनिर दुबो घारी छ है त्यसले गर्दा चाहिँ त्यो जग्गामा चाहिँ जङ्गलतिर यो चौरतिर होस् त्यहाँ चाहिँ एकदम जुका उब्जने भनिन्छ नि त। तर अहिले चाहिँ प्रायः छोडिसकेको होला यहाँ है। हुन त मान्छेले अब सबै यो सबै हजुर पहिला हामीले पनि देखेको हो। यहाँ चाहिँ सिमधाप दलदल हो यो है। हजुर धरतीमुनि हो। हजुर सबै यो हरियो घाँस पनि अब चाहिँ प्रायः मरि नै हेर्छ अब रोपेको चाहिँ देख्छ हो। हजुर हेर बँदेल राति बोर क्या जङ्गली सुँगुर पनि आएर यहाँ जोत्ने गर्दो रहेछ
हुन्छ यस्तो सिमधापमा चाहिँ उनीहरूले चाहिँ गन्देवाला मन पराउँछ नि त है त्यसले गर्दा चाहिँ पुरा मजाले हजुर 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 सायद अब त्यो भित्र पस्ने कुरा होइन दल हजुर र यहाँले चाहिँ त्यो स्यालामेन्डर गोरा भनिन्छ हजुर 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 हो गोरा चाहिँ यहाँ पाइन्छ हजुर यो चाहिँ एकदमै विलुप्त प्रजातिको यो प्राणी हो जहाँसुकै पाइँदैन जोरपोखरीमा पाइन्छ र अहिले चाहिँ यहाँनिर पनि जोरपोखरी भयो यहाँ भयो अनि त्यो तल सुनादापारी गोराबारी जाने बाटोमा क्या त्यहाँ पनि पाइन्छ नि अन्त यो माथि उसमा बाटो छ नि हजुर मिरिक जाँदाखेरि त्यो नाकापानी भन्ने एउटा सानो पोखरी छ हजुर 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 मोबाइलको साइडतिर हजुर हजुर त्यहाँनिर पनि पाइन्छ भन्छ देखाउँछ अनि यो माथि क्या त्यो जोरपोखरी हजुर जोरपोखरी पनि छ नि है जोरपोखरीमा छ पहिला त यहाँ यो जङ्गलमा त अब अरू वृक्षहरू थियो नि त यहाँनिर हजुर हाम्रो नमस्कार हाम्रो महेन्द्रज्यूलाई एकदम धेरै धेरै धन्यवाद यहाँको यसो जानकारी दिनुभएकोमा है उहाँ हामी सँगै कलिग हो हामीले बहुत ग्राम पञ्चायतमा मैले 37.5 वर्ष उहाँले मैले त 39 वर्ष 6 महिना गरेको 39 वर्ष 6 महिना बिताउनु भएको झेल्यौँ पनि सेवा पनि गऱ्यौँ है र अहिले फेरि भेट्न पाउँदाखेरि यहाँनिर खुसी लाग्यो र हामीसँग एउटा रिमेम्बरेन्स हो यो है हजुर र यो जग्गामा पहिलादेखि आउने मन त थियो कि हाम्रो डिपार्टमेन्टबाट ब्लकबाट यहाँनिर कतिवटा प्रोग्रामहरू हुन्थ्यो यहाँनिर है र फुटबल म्याचहरू हुन्थ्यो प्लस क्रिकेट म्याचहरू हुन्थ्यो र कतिवटा प्रोग्रामहरू हुन्थ्यो यहाँनिर र त्यसमा आउँदाखेरि यहाँनिर चाहिँ हामी हरियो दुबो मात्रै देख्थ्यौँ तर यहाँ नजानु त्यहाँनिर सिमधाप छ र त्यहाँनिर गाई बस्तुहरू चराउँछ जुगा डरलाग्दो लाग्छ भनेर कोही पनि आउँदै गर्दैन थियो हामीले हेर्दा त जब लास्ट इयर भनौँ या बिफोर लास्ट इयर पहलगाममा जुन चाहिँ आतङ्कवादी हमला भयो त्यसको बादमा चाहिँ यो यसको जुन चाहिँ छ जग्गा लोकेसन है हेर्दाखेरि चाहिँ पहलगाम जस्तै एकजना दुईजनाले देख्नु भएछ र कतिवटा भिडियोमा हाल्दाखेरि चाहिँ युट्युबरहरूले हाल्दाखेरि चाहिँ यो चाहिँ एकदमै अहिले फस्टाएर जाँदैछ डिपार्टमेन्टबाट नि यहाँनिर कतिवटा प्रोग्रामहरू गर्नेवाला भएकोहरू चाहिँ प्रोग्राम भन्दा नि अब यसमा बाटोघाटो है आउँदो दिनमा चाहिँ अब गर्ने भन्दैछ है हजुर हजुर र विशेष गरी यो जग्गा चाहिँ अब फरेस्ट एरिया भएको कारणले गर्दाखेरि यसलाई कुनै विकास यसले लिनु सकेको छैन पाउनु सकेको छैन सायद भविष्यमा केही गरिन्छ होला सायद मैले सुनेको थिएँ फरेस्ट डिपार्टमेन्टबाटै कुछ यहाँनिर गर्ने जग्गा जग्गामा त फरेस्ट डिपार्टमेन्टले पार्कहरू बनाएर है थुप्रो होमस्टेहरू के जातिहरू बनाउनु भएको छ सायद भविष्यमा यसको अझै उन्नति प्रगति होस् भन्ने हामी कामना गर्दछौँ धन्यवाद हुन्छ होइन भन्दिनँ अब यहाँ चाहिँ एकदम पिकनिक स्पट पनि बनाइएको रहेछ फ्यामिलीहरू आएर एकदम पिकनिक खानु हुँदो रहेछ उड्दो रहेछ है मसिनो नानीहरू लिएर फ्यामिली लिएर र जङ्गल चाहिँ यस्तो छ यी घनाघोर जङ्गलै र मलाई पनि एकदमै मन पऱ्यो यो चाहिँ आज यो साक्षात् आउनु पाएँ हो फोटोहरू खिच्नु हुँदो रहेछ ऊ लु यो चाहिँ पहलगामै देख्छ यस आज पहलगाममा त यस्तो गाउँ पनि छैन होला सायद है हजुर एरिया पनि त निकै ठुलो छ नि है हजुर यो चाहिँ एकदमै नेचरल कसैले बनाएको होइन यो चाहिँ आफै नै उत्पत्ति भएको आफै नै बनिएको यो जतासुकै तर बेलुका भए चाहिँ दिउँसो चाहिँ दिनभरि चाहिँ मान्छेको चहल पहल बेलुका भए चाहिँ जङ्गली सुँगुर बँदेलको बोर उनीहरूको आतङ्क हुँदो रहेछ यहाँनिर चाहिँ उनीहरू हुनु त बिचराहरू चारो खोजेको होला है राम्रो राम्रो दामी यहाँबाट सिधै तपाईँहरू जानुभयो भने चाहिँ तल उयो पुग्छ नि सुकियाको हस्पिटल प्राइमेरी हेल्थ सेन्टर होइन त्यहाँ पुगिन्छ अझै माथि ड्रोनबाट हेर्नुभयो एकदम ब्युटिफुल देख्छ होला है मेन चाहिँ यही हो ड्रोनबाट त अब स्पटमा आएको छ हजुर हामी त एकदमै स्पटमा नि मिनी पहलगाम दार्जिलिङ सुकिया पोखरीको मिनी पहलगाम चाहिँ यसलाई नै भनिन्छ हेर्नुहोस् आज यो यत्रो राति भनौँ न 5-6 बजी पनि मानिसहरूको भिडभाड चलिरहेछ हो कसै पिकनिक खाएर जानु हुँदै रहेछ हो कोही सुटिङ गरेर फिल्मको एल्बमको होइन लोकल एल्बमहरूको गीत एल्बमहरूको सुटिङ गर्नुहुन्छ बङ्गाली हिन्दी नेपाली सबैमा यहाँनिर सुटिङ हुने गर्दछ र सबैजनाको एकदम यहाँ
लुप्त मजा मनोरञ्जन गरिराख्नु भएको छ र तपाईँहरूले यो साक्षात्कार देखाउनु पाएँ त्यसमा धेरै खुसी लाग्यो है। आउँदो अर्को भिडियोहरूमा म तपाईँहरूलाई अरू केही लिएर आउनेछु। अन्धेरो पनि भइसकेको छ है, निकै रात पर्यो। र म यहाँ हाम्रो साथीलाई पनि धन्यवाद दिन चाहन्छु। आज उहाँसँग आएर यहाँ जुन चाहिँ प्राकृतिक हामीले यो एउटा जुन चाहिँ दृश्यहरू देख्न पायौँ है, त्यो चाहिँ अब राम्रो भयो। आज जोजन पनि हो, यो जोजन पनि हो। साँझको समयमा है यस्तो समयहरू पाउँदैन पनि हो त। उहाँले जुन चाहिँ मलाई यहाँ जाउँ भनेर उहाँले ल्याउनु भयो, उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू तपाईँलाई पनि। उहाँलाई पनि तपाईँले नि एकदम सहर स्वीकारेर यो बाटोमा हिँड्दै गरेको मान्छे। अघि भर्खर मात्रै तल भेटाएर फेरि म घर फर्किँदा उहाँ फेरि वकबाट आउनु हुँदो रहेछ र मैले टक्कै यहाँनिर पेट्रोल पम्पको अगाडि नै भेटेर चाहिँ उहाँलाई पनि साथ लिएर आएँ है। म त अब यो फर्स्ट टाइम आएको, यो बाटो दिनरात हिँडेर तापनि, र उहाँ आइदिनु भयो, साथ दिनुभयो। यो महेन्द्रज्यूलाई धन्यवाद नदिई सकिँदैन। र उहाँहरू एकदम लोकल यहाँको हुनुहुन्छ। यसलाई अब कताबाट हुन्छ, डिपार्टमेन्टबाट हुन्छ, केबाट हुन्छ है, सामाजिक तौरले यसलाई चाहिँ अझै राम्रो टुरिस्ट स्पट बनाउनु भयो भने चाहिँ अझै राम्रो हुनेछ। यहाँनिर अब बस्ने चेयरहरू चाहियो होइन, छाताहरू चाहियो, राम्रो सुकियालाई चाहिँ एकदमै राम्रो हुनेछ। विशेष गरी टोइलेटहरू, हजुर हाइजेनिक टोइलेटहरू, हजुर होमस्टेहरू, होटलहरू राम्रो चल्ने छ। यहाँनिर पब्लिक टोइलेटहरूको जरुरत छ होइन, पानीहरू, पिउने पानीहरू। यो चाहिँ डिपार्टमेन्टले चाहिँ एकदमै राम्रोसँगले यसलाई देखभाल गर्नुभयो भने चाहिँ एकदमै अति नै राम्रो हुनेछ। यहाँको अब नानीहरूले चाहिँ उयो पाउनु हुनेछ, के अरे तपाईँको इम्प्लोइमेन्ट, रोजगारहरू पाउनेछ। सानो सानो दोकानपाट, रेस्टुरेन्टहरूले आफ्नो जीविका चलाउन सक्नेछ होइन। आज चाहिँ फुल मुन हो, यो फुल मुन गुरु नानक जन्मदिन है। फुल मुन यहाँनिर यहाँ सुटिङ हुँदैछ। यहाँ हिरो र हिरोइनको सुटिङ होस् है। इन्गेजमेन्ट भन्नु अगाडि चाहिँ मजाले बनाउँछ नि त क्या, त्यो हुँदो रहेछ। अन्धकार भइगइस्। यहाँनिर पहिला गोली खेल्दाखेरि छौँ, हजुर मैले यहाँबाट सेन्टरबाट गोल हालेको छु। पारी सेन्टरबाट 11 साइडको ग्राउन्ड हो। हजुर अहिले चाहिँ अब कहाँ कहिले हानेको अनि हो है। ल त दर्शकवृन्द, आजलाई यति नै। आज हाम्रो मिनी पहलगाम पनि दर्शन गर्नुभयो। फेरि अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू।